हेलो यस यस यो जर्नी स्टार्ट गर्नुभन्दा पहिला मलाई लाग्छ मैले चाहिँ मेरो रिडिङ ह्याबिट चाहिँ बढाउनुपर्छ किनभने मलाई जति बुकले साथ दिएको छ नि जति मलाई बुकले आफ्नोपन फिल हुन्छ नि बुकसँग त्यति सायदै मलाई अरू कुरासँग हुन्छ जति म बुक पढ्दाखेरि गीत सुन्दाखेरि इन्टरटेन हुन्छु नि त्यो म जति रमाइलो इन्भाइरोमेन्टमा हुन्छु नि मान्छेहरूको बिचमा त्यति इन्टरटेन चाहिँ म हुन सक्दिनँ क्या अनि पढ्नु चाहिँ पढ्छु तर अलि लङ टाइम लाग्छ कि मलाई बुक पढ्नलाई 2 विक्स अरू इङ्ग्लिस बुक लिएर बस्यो भने त कुरै छैन त्यो इङ्ग्लिस बुक म पढ्नै सक्दिनँ आई डोन्ट नो किन हो होइन अब हजुरहरूलाई थाहा छ भने चाहिँ प्लिज हेल्प मी होइन कसरी पढ्दाखेरि चाहिँ बेटर हुन्छ अनि त्यही हो त्यो अब बुक ह्याबिट स्टार्ट गर्छु भनेपछि मैले नयाँ बुक स्टार्ट गर्नुपर्छ त्यसको लागि मैले यो उर्माल भनेर बुक लिएको छु होइन मदन पुरस्कार विजेता 2081 को सुदेन काबिमो भनेर उहाँले लेख्नुभएको बुक रहेछ यो चाहिँ होइन